साथीहरू, यस हप्ता आएको भुन्टी सिरियलको नयाँ भागमा भने हामीले भूपेन्द्रका घर परिवार बीच सम्पत्तिको नाममा दाजुभाइ बीच नै झगडा भइरहेको छ भन्ने कुरा हामीले यस हप्ता आएको भुन्टी सिरियलको नयाँ भाग 293 मा थाहा पाउन सक्छौँ। हो साथीहरू, भूपेन्द्रका दाजुले हामीले भूपेन्द्रलाई विगत लामो समयदेखि नै सहयोग गर्दै भूपेन्द्रलाई साथ र सहयोग दिँदै आएको कुरा त हामी सबैलाई थाहा छ। तर भूपेन्द्रले भने आफ्ना दाजुले दिएको साथको कुनै कदर नगरिकन उनले भने आफूले कमाएको धनको घमण्ड देखाउँदै भुन्टी अनि भुन्टीका घर परिवारलाई हेपेर आफ्नो दाजुको इज्जत माटामै मिलाएको कारणले गर्दा अहिले आएर भूपेन्द्रका दाजु भने भूपेन्द्रसँग रिसाएका छन्। भूपेन्द्रका दाजु भूपेन्द्रसँग रिसाउनु मात्र होइन, अहिले आएर भने भूपेन्द्रका दाजुले भूपेन्द्रलाई विगतमा दिएका पैसाको हिसाब किताब कहाँ के गरिस् भनेर अहिले भने तेरो नामको भए जति सम्पत्ति सबै मेरो नाममा हुनुपर्छ, कि त मैले दिए जति पैसा तँ खुरुक्कन फिर्ता गर, तँसँग 24 घण्टा मात्रै समय छ भनेर भूपेन्द्रलाई समय अवधि तोकिदिएको पनि हामीले यस हप्ता आएको भुन्टी सिरियलको नयाँ भागमा देख्न सक्छौँ। साथीहरू, यो सबै भनेको भूपेन्द्रले भुन्टीलाई दुःख दिएको कारणले गर्दा अहिले आएर भूपेन्द्रले पनि आफै दुःख भोगेका हुन्। भूपेन्द्रलाई भुन्टीमाथि गरेको पापको सजाय मिलेको हो भनेर हामीले बुझ्न सक्छौँ। साथीहरू, भुन्टीले भूपेन्द्रलाई दुःख दिएको बेलामा भुन्टीले भूपेन्द्रलाई तपाईँलाई पनि यस्तै मलाई जस्तै दुःख पर्छ, अनि त्यति बेला तपाईँले कस्तो पर्दो रहेछ, कस्तो समस्याहरू आउँदो रहेछ हेर्दै जानु होला भनेर भुन्टीले भने भूपेन्द्रलाई कराउँदै गरेको त हामीले विगतमा भुन्टीलाई छोडेर भुन्टीलाई फेरि पनि फर्केर लिन जाँदाखेरि भुन्टीले भूपेन्द्रलाई कराएको बेला नै हामीले सुनेका थियौँ। अहिले आएर भने भुन्टीलाई धोका दिने बित्तिकै, भुन्टीलाई दुःख दिने बित्तिकै भूपेन्द्रको जीवनमा दुःखका दिनहरू सुरु भइसके भन्ने कुरा हामीले बुझ्न सक्छौँ। गत हप्ता आएको भुन्टी सिरियलको भागमा भने हामीले भूपेन्द्र र भूपेन्द्रका दाजु भएर भुन्टीलाई लिनको लागि भुन्टीको कोठामा गएको दृश्य त हामीले देखेका थियौँ। साथीहरू, आफ्नो घरमा बोलाइ भूपेन्द्रले भने भुन्टीका घर परिवारलाई होच्याएर त्यहाँबाट पठाएका थिए। तर पछि भने भूपेन्द्रले आफ्नो फाइदाको लागि, आफ्नो स्वार्थ पुरा गर्नको लागि भए पनि भुन्टीलाई लिन जानुपर्छ, मेरो सम्पत्ति नत्र भन्दा त्यसले सबै लिएर जान्छे भन्ने सोचेर भूपेन्द्रले आफ्नो स्वार्थ पुरा गर्नको लागि भुन्टीलाई लिन आफ्नो दाजुलाई लिएर गएका हुन्छन्। तर भुन्टीका घर परिवारले भने भुन्टीलाई नपठाएका कारणले गर्दा भूपेन्द्रले उहाँ भुन्टीकै घरमा गएर भने भुन्टीले र भुन्टीका घर परिवारलाई धनको घमण्ड देखाएका थिए। यदि तिमी मसँग गएनौ भने मेरो नाममा भएको सम्पत्ति मेरो कुनै पनि हक लाग्दैन भनेर तिमीले कागज गरिदिनुपर्छ, त्यस पछाडि तिमी नगए पनि मलाई कुनै पनि फरक पर्दैन भनेर भुन्टीका घर परिवारकै अगाडि भूपेन्द्रले भुन्टीलाई कराएर त्यहाँबाट निस्केको दृश्य भने हामीले देख्न सक्छौँ। साथीहरू, भूपेन्द्रलाई भने भूपेन्द्रका दाजुले सम्झाउँदा पनि आफ्नो दाजुको कुरा नसुनिकन, उल्टे आफ्ना दाजुको कुरा नसुनिकन भुन्टीलाई नै कराएर त्यहाँबाट निस्केको दृश्य देखेर भूपेन्द्रका दाजु भूपेन्द्रसँग एकदमै रिसाएका हुन्छन्। पछि आफ्ना भाइ भूपेन्द्रसँग पनि नबोलिकन, उसको गाडीमा पनि नचढिकन छुट्टै अर्कै गाडीमा आफ्नो घर फर्केको दृश्य पनि हामीले गत हप्ता आएको भुन्टी सिरियलको भागमा देख्न सक्थ्यौँ। साथीहरू, भूपेन्द्रका दाजुले भने गत हप्ता आएको भुन्टी सिरियलको भागमा घरमै वकिल र कागजपत्र लिएर आफ्नो भाइको सम्पत्ति आफ्नो नाममा गर्नको लागि लिएर आएको भने हामीले देख्न सक्छौँ। साथीहरू, सुरुमा त भूपेन्द्रसँग केही कुरै नगरिकन घरमा वकिल लिएर आइसकेका थिए। त्यस पछाडि भूपेन्द्रलाई कराउँदै मैले तँलाई धेरै साथ सहयोग गरेँ, तर मैले तँलाई गरेको साथ र सहयोगको तैँले कुनै पनि कदर गरिनस्, मेरो त इज्जत माटोमै मिलाइस्, तैँले भुन्टीका घर परिवारसँग पनि राम्रो व्यवहार गरिनस्, मैले सम्झाउँदा पनि मलाई टेर्दैनस्, म त मेरो भाइ सानै छ त्यही भएर गल्ती गरेको छ भनेको त ठुलो भइसकेछ, त ठुलो भइस छैन, अब त्यसो भए हामीले दिएको पैसा कि खुरुक्कन फिर्ता गर, होइन भने तेरो नाममा भए जति सम्पत्ति सबै हाम्रो नाममा हुनुपर्छ, यो सबै तेरो घमण्ड मैले विदेशमा रगत र पसिना बगाएर कमाएको सम्पत्तिको कारणले गर्दा आएको हो, त खुरुक्कन तेरो नाममा भएको यो घर, गाडी अनि बिजनेस सबै मेरो नाममा गर, त्यस पछाडि तैँले थाहा पाउँछस् गरिब हुनुको पीडा, गरिब हुँदाखेरि के कस्तो हुन्छ भनेर तैँले सबै थाहा पाउँछस्, अनि तैँले अरूमाथि पनि राम्रो व्यवहार गर्छस् अनि मात्रै थाहा हुन्छ तँलाई भन्दै भूपेन्द्रका दाजुले भूपेन्द्रको नाममा भएको सम्पत्ति जति सबै लान खोजिसकेपछि भने भूपेन्द्रका दाजु अनि भाइबीच अहिले आएर सम्बन्ध बिग्रेको छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ।
साथीहरू गत हप्ता आएको भुन्टी सिरियलको भागमा भने भूपेन्द्र अनि भूपेन्द्रका भाइ गफ गर्दै गरेको बेलामा भूपेन्द्रकी भाउजू आएर भूपेन्द्रलाई कराएको दृश्य भने देख्न सक्छौँ। भूपेन्द्रकी भाउजू आएर भूपेन्द्रलाई तिमीले हामीले दिएको पैसा कसरी तिर्दा रहेनछौ, यदि तिमीले त्यो पैसा तिरेनौ भने कि त तिम्रो नाममा भए जति सबै सम्पत्ति हाम्रो नाममा हुनुपर्छ, यदि तिमीले तिम्रो सम्पत्ति पनि हाम्रो नाममा गरेनौ भने हामीले दिएको पैसा जति सबै हिसाब किताब गरेर हामीलाई दिनुपर्छ, होइन भने प्रहरी चौकी जान तयार भए हुन्छ भन्दै भूपेन्द्रलाई डर देखाएको दृश्य हामीले देख्न सक्छौँ। साथीहरू यस हप्ता आएको भुन्टी सिरियलमा भने भूपेन्द्र भने घर छोडेर भूपेन्द्र आफ्नी गर्लफ्रेन्डलाई भेट्न गएका छन् भन्ने कुरा हामीले देख्न सक्छौँ, बुझ्न सक्छौँ। हो साथीहरू, भूपेन्द्रलाई अहिले भने आफ्ना दाजुले आफ्नो सम्पत्ति मागिसकेपछि भने धेरै चिन्तामा छन् भन्ने कुरा पनि हामीले बुझ्न सक्छौँ। साथीहरू, दाजु र भाउजूले धेरै पीडा दिइसकेपछि भने भुन्टीले भनेका एक एक कुराहरू भूपेन्द्रले याद गर्न सक्छन्। साथीहरू, भूपेन्द्रलाई पनि लागेको छ कि मैले यो भुन्टीलाई दुःख दिएकै कारणले गर्दा यो सब भएको हो, यदि मैले भुन्टीलाई दुःख दिन्न थिएँ भने यो सबै कुरा हुँदैन थियो भनेर भूपेन्द्रले पनि सोचिसकेको हुनुपर्छ। साथीहरू, यता भुन्टीका घर परिवारमा भने भुन्टीका आमा बुवा एकदमै धेरै चिन्तामा छन्। साथीहरू, भुन्टीकी आमा भने छोरीको घरबार बिग्रियो भन्ने कुराले एक निकै नै चिन्तामा रहेको हामीले देख्न सक्छौँ। भुन्टी बाहिर निस्केको बेलामा भने भुन्टीकी आमा चिन्ता मान्दै आफ्ना श्रीमानसँग गफ गर्दै गरेको दृश्य देख्न सक्छौँ। त्यहाँ भने भुन्टीकी आमाले हामीले छोरीलाई गाउँ लिएर गयौँ भने त त्यहाँ उनीहरूले गाउँकाले कुरा काटेरै मार्छन्, हाम्री छोरीलाई सुखले शान्तले बाँच्न पनि दिँदैनन् भन्दै भुन्टीको बारेमा दुःख मान्दै बसेको हामीले देख्न सक्छौँ। साथीहरू, भुन्टीले भने यो आमाले गरेको सबै कुराहरू बाहिर ढोकाबाट सुनिरहेकी हुन्छन्। त्यस पछाडि भुन्टीलाई लाग्छ कि म अब आमा बुवासँग गाउँ जानु हुँदैन, गाउँ गइसकेपछि भने गाउँका मान्छेले कुरा काटेर मलाई त त्यत्तिकै दुखी बनाइहाल्छन्, आफ्ना बुवा आमालाई पनि राम्रोसँग बस्न दिँदैनन्, त्यही भएर म अब बुवा आमासँग गाउँ जान्न, बरु यहीँ सहरमै बस्छु भनेर निर्णय गरेको हामीले देख्न सक्छौँ। साथीहरू, भुन्टीले भने आफू गाउँ नजाने कुरा आफ्ना दाजुलाई सुनाउँछिन्। उता टोकलेले भने तिमी गाउँ नै जानुपर्छ, यहाँ तिमी के गरेर बस्छौ, अस्ति नै काम खोजेको पनि काम पनि अर्कैले लिइसक्यो अरे, अब त हामीलाई खाना बस्न पनि धौधौ हुन्छ, त्यही भएर हामी गाउँ जानु नै पर्छ, यहाँ बसेर के खाने के लाउने भन्दै टोकलेले सुनाउँछन्। पछि भुन्टीले भने आफ्ना दाजु टोकलेलाई सम्झाउँदै हामी त्यहाँ गाउँमा गयौँ भने त एक दुई दिन त बस्छौँ, त्यस पछाडि त गाउँकाले कुरा काट्न थाल्छन्, यिनीहरूको घरबार बिग्रियो क्यार भनेर हामीलाई राम्ररी बस्न नै दिँदैनन्, हामीलाई त दुःख हुन्छ, बुवा आमालाई पनि चिन्ता हुन्छ, त्यही भएर हामी दुईजना भने सहरमै बसेर केही इलाम गर्नुपर्छ। अब हामीलाई सहयोग गर्दै आउनुभएको हाम्रो मितिनी सुकुमाया हुनुहुन्छ, हामीले उहाँसँग केही पैसा ऋण मागेर भए पनि व्यापार व्यवसाय सुरु गर्नुपर्छ अनि पछि त्यो पैसा तिर्दै जानुपर्छ। अहिले भने बुवा आमालाई मात्रै गाउँ पठाम, बुवा आमा गाउँमै बस्नुहुन्छ, यदि बिरामी भइहाल्नु भयो भने पनि बुवा र जमुना दिदी भएर आमालाई सहर लिएर आउनुहुन्छ भन्दै कुरा गरेको दृश्य भने हामीले देख्न सक्छौँ। साथीहरू, गाउँका मान्छेले कुरा काट्छन् भनेर नै अहिले भने भुन्टी गाउँ जानको लागि मानेकी छैनन्। अब भने भुन्टीले पनि सहरमा केही व्यवसाय सुरु गर्ने खोजिरहेकी छिन्। साथीहरू, भुन्टीको यो निर्णय तपाईँहरूलाई कस्तो लाग्यो? यदि मन पर्यो भने तल खाली रहेको कमेन्ट सेक्सनमा आफ्नो विचार अनि प्रतिक्रिया लेख्न भने नबिर्सिनुहोला। साथीहरू, यस हप्ता आएको भुन्टी सिरियलको भागमा भने हामीले भूपेन्द्रलाई एकदमै चिन्तामा देख्न सक्छौँ। साथीहरू, भूपेन्द्रले आफ्नो दाजुलाई सबै पैसा तिर्नुपर्ने भएका कारणले गर्दाखेरि अहिले भने भूपेन्द्रले आफ्नी गर्लफ्रेन्डलाई फोन गरेर उनीसँग सहयोग माग्दै गरेको दृश्य भने हामीले देख्न सक्छौँ। साथीहरू, भूपेन्द्र भने त्यो आफ्नो गर्लफ्रेन्डसँग भेट गर्नको लागि आफ्नो घरबाट निस्किएका हुन्छन्। निस्किसकेपछि भने उनीहरू दुईजना एकअर्कासँग भेटेर गफ गर्दै गरेको दृश्य भने हामीले देख्न सक्छौँ। साथीहरू, गफमा भने भूपेन्द्रले म अहिले एकदमै धेरै पीडामा छु, सक्छौ भने तिमीले मलाई सहयोग गर भन्दाखेरि भूपेन्द्रको गर्लफ्रेन्डले भने भूपेन्द्रलाई म तिमीलाई साथ दिन त सक्छु, तर रकमको सहयोग भने म तिमीलाई गर्न सक्दिनँ, यदि मेरो बुवाले चाहनुभयो भने तिमीलाई सहयोग गर्न सक्नुहुन्छ, तर म भने सक्दिनँ भनेर भूपेन्द्रलाई सुनाउँदै गरेको दृश्य हामीले देख्न सक्छौँ। भूपेन्द्रले यो सुनिसकेपछि भने भूपेन्द्रले यदि तिम्रो बुवालाई जसरी भए पनि मनाऊ, म अहिले
अहिले एकदमै चिन्तामा छु। मैले जसरी भए पनि भोलिसम्म धेरै पैसा जम्मा गर्नुपर्नेछ भनेर भूपेन्द्रले आफ्नी गर्लफ्रेन्डलाई भनिसकेपछि भने म घर गएर बुवासँग कुरा गर्छु भन्दै गरेको दृश्य भने हामीले देख्न सक्छौँ। साथीहरू, भूपेन्द्रलाई भूपेन्द्रको गर्लफ्रेन्डको बुवाले सहयोग गर्नुको सट्टामा भने गुन्डाहरू ल्याएर भूपेन्द्रमाथि आक्रमण गरेको दृश्य भने हामीले यस हप्ता आएको भुन्टी सिरियलको नयाँ भागमा देख्न सक्छौँ। साथीहरू, भूपेन्द्रका अहिले दुःखका दिनहरू सुरु भइसकेका छन्। साथीहरू, तपाईँहरूलाई भूपेन्द्रमाथि त्यस्तो नराम्रो घटना घटिराख्दा तपाईँहरूको मनमा लागेको विचार अनि प्रतिक्रिया तल खाली रहेको कमेन्ट सेक्सनमा लेख्न भने नबिर्सिनुहोला। अनि यस्तै खालको भिडियो हेर्नको लागि हाम्रो यस च्यानललाई पनि सब्सक्राइब गर्नुहोस्। साथीहरू, भूपेन्द्रकी भाउजूले भूपेन्द्र अनि भूपेन्द्रका भाइ भीममाथि गरेको व्यवहार तपाईँहरूलाई कस्तो लाग्यो?